मेरो नाम मोहन अर्याल, दैलेख जिल्ला डाँडा पराजुली वार्ड नम्बर 7। मेरो तरकारी समूहको नाम देवीस्थान तरकारी ताजा तरकारी समूह। म त्यो समूहको अध्यक्ष पनि भएको हुँ पहिला सुरुवातमा। कसले गठन गरेको समूह? गठन यो सपर्स नेपाल। कति वर्ष भयो त तपाईले तरकारी खेती गर्दै आएको? मेरो अनुमानमा त्यति छैन सर, तर 13-14 वर्ष जति भयो कि तरकारी खेती गरेको। हजुर। के सुरुमा पनि गर्नु? नै, सुरुमा पनि म यो तरकारी खेतीबाट र अलिकति किसानबाट मैले हरेक चिज गरेँ, ठेक्काबेट्टा गरेँ, इन्डिया पनि गएँ। त्योभन्दा मलाई चाहिँ अलिकति सफल मेरो चाहना बढी नै यसो खेतीपातीमा भएको कारणले अब त्यतिखेर अब हामीहरू अब त्यस्तो हामीलाई सिकाइदिने यहाँ त्यहाँ गर्ने त्यस्तो सङ्घ संस्थाहरू थिएन। तर सपर्स नेपाल आएदेखि त्यहाँबाट चाहिने म यो तरकारी खेतीमा लागिरहेको छु, जो जति मैले सालकै हरेक सिजनमा गरिरहन्छु। अनि तपाईले अहिलेसम्म तरकारी खेती गरेर 13-14 वर्षको अवधिमा कति जति पैसाहरू भित्रियो होला? मेरो अनुमानमा 10-11 लाख जति त्यस्तै अनुमान भनौँ। त्यत्रो डाटा राखिएन, डाटा राख्नु भएन, तर 10-11 लाख जति आयो। हजुर। अनि त्यो पैसा केमा लगानी गर्नु? मेरो सबै शिक्षामा छ। आफ्नो शिक्षा कि नै छोराछोरी नाति नातिना कि मैले यहाँसम्म गर्न सक्छु भन्ने मेरो हिम्मत थिएन पहिला। म अलिकति बानी पनि अलि त्यस्तै थियो, जाँड पनि खाइहाल्ने, र यहाँसम्म छोराछोरी पढाउन सकुला भन्ने मेरो हिम्मत थिएन। तर जब मैले यो सपर्स नेपाल आयो, यो तरकारीहरूले विभिन्न किसिमका तरकारीहरू अब सिजन बिसिजनवाला तरकारीहरू लाउन सिकियो। त्यसपछि अब पैसा कमाउन सकिँदो रहेछ भन्ने कुरा जाने मनमा भएर 2-4 पैसाको लागि अहिले केही त्यस्तो आपत्ति लाग्दैन। पहिला के खेती गर्नुहुन्थ्यो यहाँ? पहिला हामी त्यस्तै धान खेती, अब गहुँ छर्ने। अनि त्यसले कति महिना खान पुग्थ्यो? खानको लागि त करिबन 8-10 महिना गुजुडा भइहाल्थ्यो भनौँ अब। अनि अहिले चाहिँ तरकारी गरेर चाहिँ तपाईँको लगभग राम्रै छ? राम्रै छ। अहिले फेरि छोराछोरी पनि सब पुरा घर छैन, यहाँ खाने त बुढाबुढी मात्रै हो। अरू के पढाउनु भयो त छोराछोरीलाई? अब जेठो छोरो अब चाहिँ यो सिएमए पढाएर अब मेडिकल सम्बन्धी विषयमै छ। अब माइलो छोरो आइएसम्म पढेको, ऊ इन्डिया आर्मीमा छ। यसै तरकारीबाट नै हो। त्यहाँबाट पछि अब साइलो छोरो ब्याचलरमा पढ्छ, थर्ड लास्ट हो। कान्छो छोरो अहिले चाहिँ आइएससी पढ्छ, ऊ पनि लास्टै हो। नातिनी जाने ठुली नातिनी फार्मेसी पढ्छिन्। सबै तपाईँले पढाइराख्नु भएको? तपाईँ अहिले छ सबैको छ, सबै छ। तर सुरुवात जग नै यही हो पहिला। त्यहाँपछि अब त्यो भनौँ अब साइलो छोरो, जेठी नातिनी, कान्छी नातिनी, नाति काठमाडौँ उनी भक्तपुर जाने पढ्छन्। कान्छो छोरो सुर्खेत पढ्छ। यो वर्ष तपाईँले तरकारीमा के लगाउनु भएको छ? यो वर्षमा मैले हजुरको कोही 2500-2600 बुट्टा जति मसँग हजुरको यो टमाटर छ, गोलभेडा। हजुरको कति 1000 बुट्टा जति चाहिँ यो बन्दा, त्यहाँ 70 किलो जति आलु, त्यहाँ अरू खुर्सानी, अब पिनालु यिनीहरू त अब यो बिक्री हुँदा कति जति आम्दानी होला जस्तो महसुस गर्छु? यो बिक्री भएपछि करिबन अहिले मेरो लक्ष्य भनेको 1 लाख हो यो वर्ष। हजुर। यसको पछि यो निकालेपछि नै मेरो अलिकति यसमा बाख्राहरू पनि छन् होइन, यसमा मैले 2-3 वटा खसी पनि फालिसकेपछि अहिले यो वर्ष मेरो 1 लाखको लक्ष्य हो, पुग्छ। आउँछ मलाई विश्वास छ। खेती किसानबाट भन्नुहोस् अब बाख्रा यो। अनि यसको पछि तपाईँले फेरि के तरकारी लाउनु? अब यसको पछि मैले धान लाउँछु। धान लाउनु? हजुर, धान लाउँछु। किनभने हामीले यो धेरै अनुभव गरियो। म 3 वर्ष जति यहाँ बसिनँ। ठुलो छोरालाई पढाउँदाखेरि मैले दाइ, बाबुको बुवा दाइ मेरो सन्तान हुनुहुन्छ, उहाँलाई यहाँ बस्नुभयो, म गाउँमै बसेँ। मलाई के अनुभव भन्दाखेरि जतिको यो खेतमा तरकारी खेती राम्रो हुन्छ त्यति पाखाबारीमा हुँदैन। किन 3 वर्ष लगातार गरिदिने हो भने भनौँ त्यो त्यहाँको पाखा माटो बिग्रिहाल्छ हेर्नुहोस्, र खेतको जाने खेत रोकिदिने हो भने त्यो माटो सही भइरहनु रहेछ। अनि तपाईँले यो तरकारी खेती गर्नुमा चाहिँ सुरुमा चाहिँ कसले सिकायो त? सुरुमा यो यति जति कुरा एकदम भयो? सुरुमा सपर्सै नेपाल हो। सपर्स नेपालको को स्टाफ? कुनै मान्छेको नाम केही चिन्नुहुन्थ्यो? नै, मान्छेको नाम अब कृषिपट्टि हजुरको अब फलमान गुरुङ, पछि अर्को के अरे खेम गुरुङ,
कृषिमा पढाएपछि आउने उहाँ। अनि यो खेती यत्रो खेती धान्नलाई यत्रो गर्नलाई तपाईँलाई को कोले सहयोग गर्छ घरको अरू को कोले सहयोग गर्छ? घरको सहयोग अब सबै हुन्छ, छोरा बुहारी बढिसक्यो बुहारी बड्डी बड्डीले गर्नुहुन्छ? बड्डी पनि। तपाईँले के सहयोग गर्नुहुन्छ त? मैले अब के गर्ने, खेतलाई हाल्यो भने खानी पकाउने फुलाउने त्यही काम। अनि गोड्न त म त जान्न सक्दैन। झाडु खान जानुहुन्छ? झाडु खोल्न जान्छु। सिँचाइ लगाउन सक्नुहुन्छ? सकिन्छ। अनि तपाईँले हामीलाई तपाईँको बारी देखाउनुहुन्छ त? आज घुमाउनुहुन्छ यसो बारी घुमाउनु? पक्कै घुमाउँछु। जाउँ त है, ल। अब कहिलेबाट सुरु गर्नुहुन्छ बेच्नलाई? यो त सुरु भइरहेछ। कति गरेर लग्नुहुन्छ? कति किलो गरेर? अहिले भर्खरै चाहिँ अब 2-4 किलो दिनको यसै गाउँका मान्छेहरू होइन, यसो बजारतिरका मान्छे अब स्थानीय बजारका मान्छेहरू आएर लगिरहेछन्। त्यस्तो कुण्डलमा त निक्लिने भएको छैन। अब हजुर यसो 10-8 दिनपछि कुण्डल पनि निक्लिन्छ। कुइन्टल लिएपछि चाहिँ दैलेखमा सुर्खेतमै बेच्नु? कन्ट्याक्ट गर्दैछु सुर्खेततिर। बन्दा कति लाउनु भएको छ? कति बेर्ना? यो 1200 जति बेर्ना आउँछ। अब यसमा कमसेकम 100-150 जति मऱ्यो होला। अब 1000-1100 होला। कति जति फल्छ अनुमान गर्नु भएको छ? कति फल्छ? यो 12 कुण्टल त कहीँ नजा हो। कुइन्टलको कति छ त अहिले? अहिले 20मा चलिरहेको थियो कि ठुलो भएपछि ठुल्ठुला यो होटलमा मात्रै, ठुल्ठुला होटलले मात्रै मन पराउँछ। अब थोरै तिना लिनले मन पराउँदैन, त्यही भएर बाक्लो लगायो। बाक्लो लगाउँदा सानो फल्छ? सानो फल्छ।